भाइ पंखा ल्याउनु भएछ मम्मीले मिठो चिया बनाउनु भयो खाना बोलाउनु भएको अरे पाए चाहिँ छैन यस्तो पंखा मैले धेरै चलाएर बिगाइसकेको हो होइन सो हे गाइस वेलकम ब्याक टु माई न्यू ब्लग आजको ब्लग चाहिँ यदि स्टार्ट हुन्छ अनि अहिले चाहिँ म कामबाट आइसकेको छु अहिले कति बज्यो भने मम्मी कति बज्यो होला अहिले चाहिँ 7 बज्यो होला मम्मीले चाहिँ यहाँ खाना बनाउँदै हुनुहुन्छ मम्मी के हो यहाँ खाना बनाउन आएको होइन पर चिया बसाइराखेको छु अब चिया पाक्दैछ चिया खाने हो होइन अनि चिया खाइसकेपछि चाहिँ खाना बनाउनुहुन्छ मम्मीले के हो भन्छ ओ भाइ पंखा ल्याउनु भएछ मम्मीले के हो मम्मी एक्लैले चलाएर गर्ने हो क्या यो होइन यहाँनिर यस्तो छ नि अब त्यहाँनिर ए बुझे यहाँनिर एकछिनमा म तपाईँलाई पनि देखाउँछु यहाँनिर गर्ने यहाँनिर अन्त ठिक छ यो ल्याउनु भएछ चला यो पंखा के हो मारुति ल्याएको हजुर अन्त यो मम्मी पंखा ल्याउनु भएछ थाहा छ भाइ थाहा छ यो घुम्ने खालको पंखा मलाई थाहा छ त्यो भाइ विशेष भाइ चाहिँ विशेषलाई के दोकान पठाउनु भएको छ पल्लो घर गएको छ हाम्रो मम्मीले चाहिँ यहाँनिर मिठो चिया बनाउनु भयो खाना बोलाउनु भएको अरे पाए चाहिँ छैन पाक्छन् बिस्तारै पाक्नु टाइम लाग्छ क्या कतिखेर आउनुभयो उताबाट 3 बजी आए अनि हाम्रो यो भाइलाई चाहिँ अघि ज्वरो आएको थियो क्या अनि मम्मीले हस्पिटल लानु भएको थियो अनि त्यतिबाट फेन्सन लिएर आउनु भएको छ अन्त यो अब चिया चाहिँ खाने हो आधी घन्टा पछि पाकेपछि होइन फ्यान चाहिँ फेरि नि बाँकी ल्याएको नि फेरि कति पऱ्यो फ्यानलाई 25,000 आयो सबै गरेर त्यो बोर्डलाई चाहिँ त्यति पऱ्यो अनि सबै काम सकिसकेपछि यता बाख्रा साख्रा कुखुरा सुत्यो बाख्रालाई घाँस छैन आज बाख्रालाई घाँस छैन यहाँ थियो अब को जाने त्यो गाईलाई ल्यायो घाँस चल्दैन हुन्छ हुन्छ अनि त्यही हो आज नयाँ नौलो केही खबर छैन आज ढलाइ थियो काममा पनि यस्तो छ हात यस्तो फोहोर छ यहाँनिर खुट्टा यस्तो फोहोर छ धोको छैन खुट्टा पनि आएदेखि मतलब जुन त धोको हो त्यो पनि पुरै उयो भइरहेछ क्या त्यहाँनिर अब ढलाइ गर्दाखेरि अब ढलाइ गर्ने मान्छेहरूलाई थाहा होला खुट्टा धुँदाखेरि पनि अब त्यस्तै खुस्रो हुन्छ भन्ने थाहा होला होइन अनि त्यही हो आजको ब्लग पनि अब त्यति अनि के हो भने नि हाम्रो टिएमपी अस्तिमा भर्न गएको थियो नि फार्म भर्न गएको थिएँ टिएमपी आइसक्यो अरे अब लिन जानुपर्ने 11 गतेदेखि उता त्यतिखेर जाँदा नि भयो होइन टिएमपी हाम्रो आइसक्यो अनि लिन जाँदाखेरि हुन्छ त्यो लिन जान्छु एक दिन अनि त्यो दिन जाँदाखेरि यसो राम्रो घुमघामको भलक आउँछ घुमघाम भन्दा नि हाम्रो त्यो के भन्छ भुल्केको ठाउँको अलिअलि भ्लग बनाउँछु अनि त्यो भुल्केको ठाउँमा अलिक राम्रो भ्यूहरू छ नि त पहिला राम्रै भ्यू थियो अहिले झन् कस्तो बनाइसक्यो थाहा छैन एक दिन महिनापछि नि गएको थिएन त्यति जस्तो एक दिन गएको त्यो दिन त्यति थिएन अनि अहिले अब भोलि पर्सितिर कहिले अब मिल्छ त्यतिखेर जाने हो त्यसपछि घुमघाम गरेर आउने हो होइन अनि त्यसपछि नाइट बनाउनु जाने हो नाइट क्लब बनिसकेपछि चाहिँ मेरो भ्लगमा बिहानदेखि भ्लग स्टार्ट हुने बेलुकासम्म भ्लग हुन्छ बेलुकासम्म अब घरमा भनेको अब घरमा भन्दा पनि बाहिर हुन्छ नि म चाहिँ नाइट त बनिसकेपछि बाहिर गइहाल्छु बाहिर मतलब विदेश छैन नि फेरि बाहिर कतै जान्छु अनि भ्लग आउँछ त्यो चाहिँ डेली आउँछ यस्तो दामी आउँछ नि ठाउँ भ्यू खालको आउँछ जस्तै इटहरी गछि यताउता घुमेको आउँछ होइन अनि त्यही हो डेली घुमेको आउँछ पुरा जस्तो चाहिँ अब टामा 4-5 दिन जति घुमेको आउँछ अनि त्यही हो आज भ्लग पनि यति नै हो तपाईँलाई के कस्तो लाग्यो राम्रो लाग्यो नलाग्यो ठिकै छ धन्यवाद छ होइन अन्त यही भेट्नुपर्छ भोलिको भिडियोमा त्यति समयको लागि बाई टाटा सी यू अगेन